हेलो साथीहरु, वेलकम छ हजुरहरुलाई मेरो मिनी ब्लगमा। आजभोलि गर्मी पनि के साह्रो बढेको साथीहरु, घाम पनि यस्तो टिलिक्क लाग्दैन कि यो गर्मीले गर्दाखेरि चाहिँ खाली अमिलो पिरो मात्र खान मन लाग्ने के साथीहरु। त्यही भएर आज चाहिँ मैले चटपटे खाने निदो गरे। यो करेला, काँक्रो, खुर्सानी चाहिँ हाम्रो आफ्नै बारीमा फलेको है साथीहरु। अनि साथीहरु, तपाईहरु चाहिँ चटपटे कतिको खानुहुन्छ, कतिको मन पर्छ? मलाई चाहिँ यति मन पर्छ कि साथीहरु, मैले चाहिँ यो गर्मी लागेदेखिको मेरो खाजा भनेकै चटपटे मात्र भइरहेछ के साथीहरु। फेरि जाडो महिनामा चाहिँ त्यति चटपटे पानीपुरीहरु त्यति खाउँ जस्तो पनि नलाग्ने कि साथीहरु। मलाई चाहिँ चटपटेमा यो सस राखेर गिलो चटपटेवाला चाहिँ फेरि मन नै पर्दैन के साथीहरु। गिलो चटपटे मन नपर्ने जतिले चाहिँ ल कमेन्ट गरिहाल्नु त साथीहरु, को हुनुहुन्छ। ल साथीहरु, यतिसम्म चाहिँ बल्ल बल्ल भुइँसफर गरे, तर अब चाहिँ बोल्ने के। म जस्तो बोल्न नजान्ने मान्छेलाई चाहिँ यो भुइँसफर गर्न चाहिँ एकदम गाह्रो हुने कि। मान्छेहरुसँग बोल्न त जानेन, तर यतिकै भुइँसफर गर्नलाई पनि कति गाह्रो लाग्यो के मलाई चाहिँ। त्यही भएर साथीहरु, यो मिनी भ्लगहरु पनि मैले कन्टिन्यू दिइरहन सकेकै छैन के साथीहरु। यो भिडियोहरु बनाउन बोल्नलाई चाहिँ एकदम मन पर्ने हैन, तर बोल्न चाहिँ आउँदै नआउने के। त्यही पनि ट्राई गरिरहेको छु, बोल्दैछु। अब कस्तो बोल्छु, के बोल्छु नरिसाइकन सुनिदिनु होला है। यदि कतै कमी कमजोरी मिस्टेकहरु केही छ भने भनिदिनु होला, म सच्चाइ नै हाल्छु है त। अनि साथीहरु, म जस्तै भ्लग गर्न मन पराउने तर बोल्न चाहिँ नआउने को हुनुहुन्छ त कमेन्ट गर्नु है त। बोल्न आउँदैन, म सक्दैन भनेर चाहिँ हार चाहिँ मान्नु हुँदो रहेनछ के साथीहरु। त्यही भएर म चाहिँ अब हार चाहिँ मान्दै नमान्नेमा पुगिसके। सो हेर्दै जाम कहाँसम्म पुग्दो रहेछु।